गाइज अहिले चाहिँ हामीले फुल पिक्चरहरू हुन सक्छ त्यतिखेर अब चाहिँ हामी जानमा छौँ। यहाँ हिँड्न सक्नुहुन्छ गाइज, यो चाहिँ कालु पाण्डेको समाधि हो। यो चाहिँ यहाँ के लेखेको छ यहाँबाट गाइज बब्बाल देखिन्छ होला हेर्नु पछाडि चाहिँ गाइज बब्बाल छ गाइज। यो चाहिँ यस्तो बब्बाल गाइज लाली गुराँसको फुल हेर्न सक्नुहुन्छ गाइज। मैले गाइज लाली गुराँसको फुल देखेको छैन यसरी। यो चाहिँ गाइज कालु पाण्डे हाम्रो। हेलो गाइज, के छ तपाईँको सो गाइज आज चाहिँ हामी घुम्न जान लाग्छौँ काठमाडौँको पाहाडमा यता कालु पाण्डे भन्ने। यहाँ पाहाडमा गएर मस्तको भ्यू, त्यहाँबाट गाइज पुरा काठमाडौँ देखिन्छ, कस्तो भवाल देखिन्छ नि। यहाँ चाहिँ हामी घुम्न जान लाग्छौँ। मस्त गाइज भिडियो फुल हेर्नु होला, कस्तो भवाल रहिला हान्ने गाइज। लाली गुराँस पनि टिप्न जाने गाइज, मस्तको लाली गुराँस पनि पाइन्छ माथि। भिडियो लाइक हान्छु अहिलेदेखि, च्यानललाई सब्सक्राइब हानिदिनु। रहिला हान्ने गाइज भिडियोमा एकदम बब्बाल बन्यो गाइज आजको भिडियो चाहिँ। लाली गुराँस पाइने भन्छन् गाइज, खै कहाँ पो पाइन्छ त्यो त मलाई पनि थाहा छैन। अहिले गएर हेर्नुपर्छ, कतातिर पाइन्छ खोज्नुपर्छ। नजिक नजिकको त गाइज मान्छेहरूले टिपिसके हुन्छन्, अनि अब त्यही अप्ठ्यारो ठाउँमा हुन्छ, त्यही बचेको त्यही हुन्छ गाइज। लाली गुराँस हेर्छ त्यो पुरा लास्टै फुलेछ कति धेरै। लाली गुराँसको त यहाँ त फेरि कति हो ट्याक्सी पनि जाँदो रहेछ यति माथि। आँखामा गाई लास्टै कचरा गइसक्यो, पुरा धुलो गइसक्यो। यहाँ गाइस पहिरो आएर रहेछ, यता पुरा भत्के रहेछ। यस्तो तरिकाले गाइस यहाँ घर बन्छ, घर बनाइदिएछ। हाम्रो एउटा ग्रुपको मान्छे चाहिँ कहाँ गयो? हेलो गाइस, फाइनली पुग्यौँ हामी चाहिँ यहाँ त्यहाँ हेर्छौँ भ्यू टावरमा। खै त्यहाँ अनिसैन कहाँ? यहाँ चाहिँ गाइस कालु पाण्डेको यो मस्त अब यहाँबाट बबाल देखिन्छ। यतातिर होटल छ गाइस। यहाँ हेर्न सक्छ यो के भन्छन्, यहाँ काजी कालु पाण्डेको समाधि छ यहाँ चाहिँ। त्यो चाहिँ मूर्ति हो। यहाँ हेर्न सक्नुहुन्छ गाइस, यो चाहिँ कालु पाण्डेको समाधि हो। यो चाहिँ यहाँ के लेखेको छ पढ्नु होला। अमर योद्धा काजी कालु पाण्डेको स्थलमा समाधि। यो चाहिँ गाइस रियल कालु पाण्डेको समाधि हो गाइस। यो चाहिँ यहाँ सब लेखेछ। कालु पाण्डे चाहिँ उतातिर नजिकबाट देखाइदिन्छु म। यो चाहिँ गाइस कालु पाण्डेको समाधि। ओहो तर उपर बनाएर पुरै लाइट लागेको छ गाइस यतातिर। यो चाहिँ गाइस कालु पाण्डे हाम्रो काजी कालु पाण्डे भन्छन्। हेर्न सक्नुहुन्छ गाइस काजी कालु पाण्डे हाम्रो पछाडि। टिप्पा त्यहाँ गाइस चन्द्रगिरी पनि देखिन लाग्छ अलिअलि गाइस। अब चाहिँ हामी भ्यू टावरमा जान लाग्छौँ माथिबाट हेर्न। यहाँबाट कताबाट छिट्छ त्यहाँबाट। यहाँ के लेखेछ यहाँ चाहिँ गाइस के लेखेछ आफै पढ्नु होला, भिडियोलाई रोकेर। त्यहाँ प्लेन उड्ला छ एउटा भर्खर। यहाँबाट चाहिँ गाइस दचोक भ्यू टावर, यहाँबाट भित्र। अब हामी चाहिँ भित्र जान लाग्छौँ। म चाहिँ माथितिर चढ्न लाग्छौँ भ्यू टावरको। लास्टै धेरै सिँढी छन् गाइस, सिँढी दल्दै रहेछ। ओहो धेरै माथि हो गाइस। अब सिक्न चढ्नै पर्छ। हेर्नुहोस् गाइस, त्यहाँ यता भ्यू टावरको माथिबाट उता टेन्ट लागेछ। अझै माथि छ गाइस यहाँसम्म। ल अब त फुल दल्लामा आइसक्यो। यो यहाँ बबाल भयो। यता हेर्नु सक्नुहुन्छ त्यहाँ त बबाल छ।
होटलमा गाइज मस्त मान्छे बसेछन् यता खान लाग्छन् यहाँबाट गाइज भवाल देखिन्छ होला हेर्नु कस्तो पछाडि गाइज अब चाहिँ हामी तलतिर जान लाग्छौँ अब चाहिँ लालीगुराँस टिप्न जाने प्लान हुन्छ अब लालीगुराँस टिप्ने जान्छौँ त्यसपछि त्यहाँबाट चाहिँ अब रुमतिर जाने गाइज धेरै ढिला पनि के घुम्ने जाने बेला त मस्त मेरो अप्ठ्यारो थियो अझै अब तल झर्ने बेला त मस्त ट्याक 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 गरेर जाने मस्त बबाल हुन्छ अब आइडियोस् कालो पर्ने पनि हेरिसक्यौँ चल्यो कालो पर्ने फोटो खिच्छ यहीबाट थियौँ अघि फेरि अब जानु लाग्छौँ यतै बाटो कालो पार्नेकोसँग गाइज उता उता गाइज कालो पार्नेसँग फोटो खिच्ने भनेको फोटो खिच्नै भएन अब जानु यो चाहिँ गाइज लालीगुराँसको रुख नजिकबाट देखाइदिन्छु अलिअलि फुलेछ गाइज अब चाहिँ लालीगुराँस हामी खिच्न जान लाग्छौँ अब कालु पाण्डेलाई बाई 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 कालु पाण्डे अब दाजी कालु पाण्डे गाइज नाम त बताएको छ दाजी कालु पाण्डे सन् 1800 कति जन्मेको र लेखेको गाइज मैले राम्रो ध्यानै दिएन 1800 कति गाइज त्यो त अहिले समाधिमा हड्डी सड्डी सब गलिसक्यो होला गाइज त्यो समाधि केही भित्र तर लालीगुराँसको टुर्दा त्यो गाइज लालीगुराँस फ्रीमा पाइला आएको छ भने चाहिँ के गर्ने छोड्ने एउटा टिप्ने हो मस्त भप्पाल हुन्छ गाइज लास्ट काम लाग्छ गाइज दबाई पनि काम लाग्छ त्यही भएर नत्र त्यस्तै त के टिप्ने खालि नटिप्नु हेर कोपीलाई नछुन्नु पाप लाग्दछ त्यो काम पनि लाग्छ त्यो अब टिपेर राख्छौँ भने खाना पनि काम लाग्छ गाइज घाँटीमा काँडा अट्क्यो भने माछाको अनि खानालाई पनि हुन्छ गाइज अब चाहिँ हामी लालीगुराँस टिप्न जान लाग्छौँ यहाँ माथि हेर्नु सक्नुहुन्छ यो सिँढीबाट अब जान लाग्छौँ माथि चली हली नहीं गली नहीं तो और वाडी ढेर मनी बाटै अहिले फेरि गाई सकाइदिएपछि यति धेरैजना छन् फेरि हामीले नपाएपछि त गाह्रो भएन त ओहो पुरा सिधा सिँढी छ गाई छ त चन्द्रगिरीमा त केबल कारले मात्र जानुपर्छ यहाँ चाहिँ अब गाई एक मन नै लाग्थ्यो यार यति धेरै सिँढी चढाइदिए गाई चाहिँ एक त पुरा सिधा एक त त्यसैमा मन लागेको छैन वाह अबबाट गिर्दै डुमा ध्यान मन एक्टरै पुग्नुहोस् पप्पा बिल बाबु ओहो चालन छैलो गाई चाहिँ आराम गर्नु पर्यो एकछिन आजै छ गाई यति त्योभन्दा अझै कति होला अत्र सोच सिँढी त्यो पूर्णगिरी नै हो गाइस पूर्णगिरी नै यति सिधा सिधा सिँढी थिएन हामी गएको पूर्णगिरीको भिडियो हेर्नु भएको छ कि नै बिग्रेको बानी गाइज तराईमा हिँडेको गाडीमा हिँडेको यहाँ त होली काफिल गाइज एकछिन आराम गर्नु पर्यो यति धेरै सिँढी छ बिग्रेर भन अथवा ढेङ सिँढी चढ पुगिले चालिटे गाइस पुगिहाल्यौँ जाउँ गाइज पुगिहाल्यौँ अब यहाँ के लेखेको छ गाइज लालीगुराँसको फुल टिप्नु होला फुल टिपेमा 1000 जरिवाना यहाँ चाहिँ गाइज लालीगुराँस टिपेको 1000 रुपियाँ यहाँ जरिवाना यहाँ लेखेको छ हेर्न सक्नुहुन्छ अब कागटै लालीगुराँसको फुल टिप्ने भने गाइज नत्र यहाँ फेरि चोखै 1000 रुपियाँ जरिवाना लाग्छ यहाँ त्यहाँ पुलिसहरू पनि लागेछन् गाइज त्यस्तै होइन बरु घुम्ने यताउता हिँड्ने उतातिर पनि पाइन्छन् गाइज अरू ठाउँ पनि पाइन्छन् टिप्ने त यतातिर गाइज टिपेर फालेछ यहाँ कसले टिपेर फालेछ
गाइज कले टिपेर फाले रहेछ लिनु गाइज मैले लाली गुराँसको फुल राखेँ मन चाहिँ दिदी आएको थियो तर झर्नु त क्या राम्रो छ त फुल यहाँ पे देखिए थे मागे लगी टप काका 1000 रुपैयाँ कहाँ से दियो किनले भन्दैन भिडियो प्रुफ छ हामीसँग गाइज हामीसँग अलरेडी भिडियो प्रुफ छ हामीले यहाँबाट टिपेको होइन हामीले उताबाट किनेर ल्याएको गाइज 50-50 रुपियाँमा 1000 रुपियाँको किन दिने गाइज त्यो भन्दा त 50 रुपियाँको यत्रो पाइन्छ एक मुठी 50 रुपियाँको बल तल दे चढ़ल रही यार वस्ते उतर के लिए कुछ फायदा नहीं हुई लास तेरी टूरे मिले तो हाँ फिर देख ली ते वहीं टूरा चली सब गौ खो एक केचड़ी गए बापा तल त गाइज उतातिर कहाँ खस्यो भन्दा झर्मर झर्मर एकचोटि ठानकोट गिर्बो यहाँबाट खसेपछि त गाई एकैचोटि उता सुडुङ मार्गमा निक्लिने हो गाइज कुन उतातिर जाम न त उतैतिर वहाँ वहीँ त लड्का वहीँ चाहिँ किन अब गाइज उतातिर गएर किन्ने हो किन्ने नै किन्ने किन्ने तँ टुर्लो गाइज अब हामी चाहिँ यो बाटो लाली गुराँस टिप्न जान लागेको छौँ यो बाटो यतातिर कसिन भटागर बाबू वहाँ बिना डगरे कहाँ जाके यार हमारे जाने ना सेल भेल अब गाइज हामी चाहिँ यता बाटो जान लाग्छौँ यस्तो बाटोमा छाडी झुङ्लामा बिस्तारै गाइज यहाँ चाहिँ पुलिसले थाहा पायो भने गाइज सिधै 1000 रुपियाँ जरिमाना मान्छे वेट अहिले बेच्न आएको थियो फुल तिनीहरू कहाँ पो गए न तिनीहरूसँग किनिहाल्थ्यौँ त्यति हामीलाई कष्ट गर्नुपर्ने थिएन बल्तल कहाँ भयो साला नजिक त गाइस टिपिसकेको रहेछ यी गाइस एउटा यहीँनिर छ यो चाहिँ अलिक सानो छ नटिको ठुलो अलिक ठुल्ठुलो टिप्ने भाउ है अनि बा चढ़ो ना हाँ यार रुखों में हाँ साला रुखों में चढ़ो ना थे या ये रुखमा चाहिँ छ बबाल ऊपर की भाइ यार नहीं डोसी रुखम चाहिए ना झिल मोहलिंग चाहिए गाछ बराबर बहु हले देखिल है ना पुलिस और तो ठेंसे टूटी जुट्टे निकाल के चार होना गए जामर साला चढ़ना अपने का शेख बुकिना आए जुट्टे लगे का है चल जुट्टा खोल लेना हो पूरा गए हांगा टिके रह पूरे का है ऊपर तो बाल बहो पानी बहु पानी फूल में पानी बा मस्त गाइस हाम्रो साला यतातिर टिप्न लाग्छन् पुराउ वाइ गाइस खाना गाइस यो चाहिँ लाली गुराँसको फूल हेर्न सक्नुहुन्छ पुरानो बना एकचोटि पुरानो भयो लम्बा लम्बा डाँठ ठुलो न बाँठे भने
गाइज हाम्रो चाहिँ यो राष्ट्रिय फुल रेडोडेन्ड्रन भन्छन्। हाम्रो साला रुखमा छन् त्यहाँ। यो चाहिँ गाइज बब्बाल छ गाइज, यो चाहिँ यस्तो बब्बाल गाइज लाली गुराँसको फुल हेर्न सक्नुहुन्छ गाइज। मैले गाइज लाली गुराँसको फुल देखेको थिएँ यसरी, तर बब्बाल हुँदो रहेछ गाइज। कटकट हेटु गयो यार, टुटे रुखै बर्बाइल लो भइगिल कहाँ हुन हेर्न सक्नुहुन्छ गाइज। रुख नाउ र ओहो पुलिस है यहाँ। चलिए हुई मत ठहरोगी गाइज। हाँ चलिए साला उठ्र फुइगिल गाइज। अब चाहिँ फुल राम्ररी यहाँ बिखरे छ, अब राम्ररी मिलाउँछौँ। राम्ररी मिलाए त्यसपछि बाँधेर टक्क बाल देखिन्छ। अभिन गाई कहिले चाहिँ हामीले फुल टिप्सहरू हुनुहुन्छ त्यति धेरै फुल टिपेर अब चाहिँ हामी चाहना छौँ। बल्ल बल्ल टिप्यौँ हो धेरै टिपेर केही ढिलो हो भने गाई पुलिसले जरिवाना सक्छ। त्यसरी अब जाने हामीसँग हो। गाई अहिले चाहिँ हामी लाली गुराँस टिपेर मस्तको हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी रुमतिर जान लाग्छौँ गाइज। पानी आउन लाग्यो गाइज, नत्र अहिले अरू मस्त बबाल बबाल भिडियोहरू यताउता घुम्ने जानु प्लान थियो। मौसम हेर्न सक्नुहुन्छ पुरा पानी आउन लाग्छ गाइज। त्यही भएर अब चाहिँ हामी रुमतिर जान लाग्छौँ। त्यही भएर गाइज अब भिडियोलाई चाहिँ अब यहीँ खतम गरौँ भने जस्तो अब हुन लाग्छ। अब घर गएर अब नि रुमतिर गएर सुत्ने अब के भन्ने गाइज, काम छैन। होली त कहाँ जाने गाइज, पानी आउन लाग्छ। ओके गाइज, भिडियो कस्तो लाग्यो? भिडियो मन पऱ्यो भने लाइक गर्नु होला, च्यानललाई सब्सक्राइब गर्नु होला, गाइज सेयर पनि गरिदिनु होला गाइज। अब अर्को भिडियोमा मिल्नेछौँ। बाई बाई, टाटा गाइज। लाली गुराँस कस्तो छ सबले गाइज लाइक गरिदिनु गाइज। लाली गुराँसलाई भिडियोलाई पनि सबैलाई बाई बाई, टाटा, गुड नाइट। गाइज यहाँ चाहिँ पानी पुरा पानी परेर हामी चाहिँ अब यहाँ बच्न आछौँ। यहाँ हेर्न सक्नुहुन्छ सब भिज्यो गाइज। लाली गुराँस लिएर लाली गुराँस लिएर पुरा भिजेको गाइज। माथिबाट भिज्दै यहाँ अलिक बस्ने ठाउँ पायौँ। त्यसपछि यहाँ अलिक हल्का बस्न छौँ। अब यहाँबाट अझै टाढै छ रुम जान। सुरुङ मार्ग त्यहाँ बिगाइरहेको त्यहाँ गाइज। सुरुङ मार्ग हज 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 हजाई भिजे पानी कम आएगा कि बरका बूंदा गिरा था टॉप टॉप तभी भीज जाती है। हल्का हल्का पानी आती कुछ नहीं।